नमस्ते सम्पूर्णलाई मेरो न्यू भ्लगमा न्यू डे न्यू भ्लगमा स्वागत गर्न चाहन्छु। मलाई त्यस्तो बोल्न आउँदैन, यो मेरो फर्स्ट भ्लग हो। आज चाहिँ विशेष मेरो केही पनि छैन। मेरो छोराछोरी चाहिँ स्कुलबाट आउने टाइम भयो, अनि त्यही भएर नास्ता बनाउन लागेको। सो साथीहरू सबैजनाले सपोर्ट गर्नु होला, साथ दिनु होला भन्न चाहन्छु। मैले भ्लग बनाउन सुरु गरेको छु। हजुरको साथ बिना मेरो भ्लग अधुरो हुन्छ, त्यही भएर हजुरहरूले साथ दिनु होला। आज म विशेष हजुरहरूलाई देखाउन गइरहेको छु। मेरो छोरीले प्राउन मन पराउँछ नि त, अनि त्यही भएर त्यो प्राउन बनाउन लागेको छु। सो साथीहरू हेर्दैन। फर्स्टमा म तेल राख्छु। फर्स्टमा म तेल राख्छु ल। तेल फर्स्टमा तेल राखेँ है। सो साथीहरू हजुरहरू हेर्दै गर्नु होला। ल हेर्नुहोस् है, यो प्राउन म पकाउँदैछु। यो प्राउन छोरीको लागि, छोराको लागि मन रुचाउँछ नि त छोरीले धेरै, अनि छोराले त्यति रुचाउँदैन। उसको लागि चाहिँ म रोटी बनाइदिन्छु ल। यो प्राउन चाहिँ म पकाउँछु, अनि यसलाई खोल्नुपर्छ है। अनि यसलाई खोलेर यो प्राउन चाहिँ के हुन्छ, यो प्राउन म पुऱ्याउँछु। यो प्राउनलाई पुऱ्याइदिन्छु। अनि यो चाहिँ राख्नुपर्छ, अनि यो ढाडोले चाहिँ झिक्नुपर्छ। यसमा चाहिँ सुपुमा चाहिँ प्राउन राख्ने है साथीहरू। हेर्नु है त, प्राउनलाई हेर्नु है। म पुऱ्याउन चाहन्छु। यो चाहिँ हिजो अल्कतिरको प्राउन हो। आज बनाइदिन चाहन्छु। छोरीहरूलाई बनाउँछु आज यो पनि। फर्स्ट टाइम त म यो भ्लग बनाएको छु। सो सबैजनाले हेरेर साथ दिनु होला, सपोर्ट गर्नु होला मलाई। म चाहिँ गाउँको मान्छे है। मेरो नाम चाहिँ है अघि बताउन पाएन। मेरो नाम चाहिँ प्रतीक्षा नेपाली हो। सब्सक्राइब पनि गर्न नभुल्नु होला है। म अघि भन्न पाएको थिएन, सरी। सो साथीहरू म यो चाहिँ म प्राउन पुऱ्याइदिन्छु लागि। प्राउन साथीहरू म प्राउन पुऱ्याउँछु। खाएको पनि बोल्दिनँ क्या साथीहरू। प्राउन पुऱ्याउनु पर्यो। दाउरा पनि बोल्दिनँ क्या साथीहरू, के भएको हो, दाउरा पनि बोल्दिनँ। यो मेरो छोराछोरीको लागि प्राउन पुऱ्याउँदैछु है साथीहरू, हेर्दै जानु होला। एन्ड देन सबैजनाले सपोर्ट पनि गर्नु होला। मेरो ब्लगलाई रुचाइदिनु होला। मेरो सम्पूर्ण म यस्तै भिडियोहरू लिएर आउने गर्छु, हेर्दै गर्नु है। प्राउन पुऱ्याउँदै यो चाहिँ प्राउन पुऱ्याएपछि कस्तो देखिन्छ हजुरहरूलाई देखाउन चाहन्छु। सो साथीहरू हेर्दै गर्नु होला है। पुऱ्याएपछि कस्तो हुन्छ, कतिको मिठो हुन्छ त्यो पनि म खाएर देखाउँछु हजुरहरूलाई। यस्तो मिठो हुन्छ। हजुरहरूले खानुभएको छ कि छैन, नखानु भएको भए हाम्रो गुल्मीतिर आउनु पर्यो, म खुवाउँछु पकाएर बजारबाट लिएर। हस्, ओके। एन्ड देन हजुरहरूले मलाई सपोर्ट गर्नु पर्यो ल। फर्स्ट टाइम ल साथीहरू, प्राउन पुऱ्याएको है, मैले पुऱ्याइसकेँ। प्राउन पुऱ्याइसकेँ। सो साथीहरू अब म हजुरहरूलाई म प्राउन पुऱ्याउँदैछु। हेर्नु होला, प्राउन पुऱ्याएको छु। मेरो भ्लगलाई रुचाइदिनु होला, मन पराइदिनु होला। बोलीमा केही कमजोरी होइन, शब्दमा केही कमजोरी भयो कमेन्ट बक्समा कमेन्ट गर्नु होला है साथीहरू। म प्राउन पुऱ्याउँदैछु। प्राउन पुऱ्याउँदैछु म हजुरहरूलाई पुऱ्याउन चाहन्छु। हेर्दै गर्नु होला है मेरो भ्लगमा। हजुरहरूलाई यो प्राउन खाएर पनि देखाउँछु ल। प्राउन मैले यसरी पुऱ्याइरहेको छु साथीहरू। ल हेर्नुहोस् साथीहरू, म प्राउन पकाएर भ्याइसकेँ है। अब म प्राउन खान्छु। अल्कता चाहिँ मेरो छोराछोरीलाई राखिदिन्छु, म चाहिँ खान्छु ल। एउटा थाल ल्याउनु पर्यो प्राउन खानको लागि। यसमा राखेर प्राउन खान्छु मैले साथीहरू। प्राउन अब म खाना बस्छु ल, खान्छु ल। म पनि खान्छु नि त, खानु पर्यो साथीहरू। ल खाने भए आउनुहोस्।
पराउन कस्तो मुखमा तेल लाग्छ पराउन भन्ने थाहा छैन पराउन भन्ने हजुरले खानु भएको नै के हुन्छ हजुरलाई अघि पनि देखाएको अघि पनि मिठो छ साथीहरू खाने भए आउनु होला बाबुले रोटी पकाइदिने जो रुचाउन बाबुले अनि नानीले रुचाउँछ त्यही भएर साथीहरू मेरो भ्लगलाई रुचाइदिनु होला है साथीहरू सम्पूर्ण साथीहरूले सपोर्ट गर्नु होला कस्तो मिठो हुँदो रहेछ मिठो त हुन्छ क्या अरे त्यही पनि मलाई ग्यास्ट्रिक हुन्छ कि मलाई ग्यास्ट्रिकको समस्या त्यही पनि आज यसो बनाइदिउँ होइन नानीलाई पकाइदिउँ भनेर नास्ताको लागि हो खासहरू कस्तो मिठो हुन्छ भइसक्यो अब अब थोरै तिनवटा हो साथीहरू कस्तो मिठो है मजा आयो खाना साथीहरू हजुर पनि खाने भए गुल्मीतिर आउनु होला एउटा सकिएको बनाउनु पनि सकेको दुईवटा हातले खाएर आएको यस्तो मजाले कस्तो खाना दुईवटा हातले त खानु पर्दैन एउटा हातमा खसेको रहेछ क्या त्यही भएर यस्तो साथीहरू म प्राउन पनि खाएर सकिहालेँ मुख हुँदैन लाग्छ रहेछ है साथीहरू हजुरहरूलाई म के भन्न चाहन्छु भने म युट्युब च्यानलमा हजुरहरूले मेरो सब्सक्राइब अनि लाइक कमेन्ट सेयर यदि मेरो केही कमजोरी भएको भए हजुरहरूले सुझाव सल्लाह दिन सक्नुहुनेछ त्यसैले मलाई म दुई फेर भन्न चाहे मलाई लाइक सब्सक्राइब अनि कमेन्ट गर्नु होला धन्यवाद एन्ड बाइ बाइ मेरो न्यू फर्स्ट भ्लगमा बाइ बाइ अन्तिममा पनि हजुरहरूलाई अनि लभ यू सी यू